यदि झुट बोलेर कसैलाई रुवाइन्छ, कसैको जीवन बर्बाद पारिन्छ भने त्यो हाम्रो लागि ऋण सरह हुन्छ, जुन ऋण ब्याज समेत फर्केर हामीतिरै आउनेछ। यो संसारमा कसैको पनि भाग्य हुने छैन। यो संसारमा हुन्छ त बस कर्म हुन्छ। जसले कर्म जस्तो गर्छ उसले फल पनि त्यस्तै पाउँदै जानेछ। यो संसारमा कसैको पनि भाग्य लेखेको हुँदैन। जसले जस्तो कर्म गर्दै जान्छ उसको भविष्यमा आउने जीवन पनि त्यस्तै बन्दै जानेछ। त्यसैले राम्रो कर्म गरौँ, अरूलाई सधैँभरि राम्रो हुने किसिमको कर्म गरौँ। सकिन्छ राम्रो हुने कर्म गरौँ, सकिँदैन अरूलाई नराम्रो हुने किसिमको कर्म कहिल्यै पनि नगरौँ। कर्म त्यो बाली हो, जसले लगाउँछ उसैले त्यो बाली काट्नुपर्ने हुन्छ। जसले जस्तो कर्म गर्छ त्यो कर्मको फल पनि उसैले भोग्नुपर्ने हुन्छ।